हेलो एभ्रिवान। अहिले चाहिँ भर्खर ड्युटीबाट घर आइँदैछ, रुम आइँदैछ। अहिले चाहिँ रातिको 12 बज्यो। के गर्नु हजुर, काम नगरेको नहुने, हामीलाई हिप्ने भन्ने जस्तो हुन्छ। काम गर्नै पऱ्यो, दुःख गर्नै पऱ्यो, महिनाभरि दुःख गऱ्यो, सेलेरी आउँछ। फेरि त्यो सेलेरी कहाँ जान्छ थाहै हुँदैन। पैसाले चाहिँ मान्छेलाई कहिले पनि नपुग्ने है। त्यसैले अब काम गर्नै छोडिदिनु पर्ला जस्तो छ। लास्टमा आएर चाहिँ के हुँदो रहेछ भन्दाखेरि पैसा कमाउँदा जतिले पनि नपुग्ने, त्योभन्दा त बरु काम गर्नै छोडिदिने। यसै नपुग्ने उसै नपुग्ने भन्दा चाहिँ कस्तो होला भन्ने कुरो मात्रै हो। पैसा कमाउनुपर्छ र पैसा कमाइसकेपछि चाहिँ राख्नु चाहिँ मलाई दिनु है। फेरि म यस्तो खतरा राखिदिन्छु नि। पैसा कमाउनुपर्छ तर राख्नु चाहिँ मलाई दिनु। म एकाउन्टेन्ट पनि हो है। त्यस्तो छ कथा व्यथा। गाह्रो छ हो हजुर, के गर्नु, यस्तो भइहाल्छ जिन्दगी। 2 बजे गयो, 12 बजे आयो। बस खानासाना पकायो, खायो, सुत्यो, बिहान उठ्यो, तुरुक्कै मुतो, खानासाना पकायो, खायो, फेरि कामतिर कुद्यो। त्यस्तो छ है त।